हात्तीको महोत्सव हेर्ने माछापुच्छ्रे ब्याङ्क स्पोन्सर भाइ यस्तो रेड कार्पेटमा हिँड्न पाइन्छ रेड कार्पेट हात्तीको महोत्सव रेड कार्पेटमा अनि बदम त अनि यहाँ चाहिँ यस्तो सानो सानो झाप्रो हट बनाएको छ यहाँ त फिल्म सुटिङ नि भयो फिल्म सुटिङ नि भयो क्या हात्तीहरुकै दौडहरुलाई गराउनु पर्यो भने कस्तो हो र अनि उस गर्न पर्यो ओहो साथीहरु यस्तो धेरै मान्छे यस्तो चिसो छ तै पनि मान्छेको ओ माइ गॉड यति धेरै भिड छ है हात्ती चम्पाकली के भन्छ रुद्रकली चम्पाकली रामकली यो रुद्रकली यो चम्पाकली एकदम सुन्दरी प्रतीक कसरी राम देखेको नि कलर नि मिलाइ है अनि हात्तीको सुन्दरी प्रतियोगितामा 5 वटा हात्ती छ है त ब्युटिफुल हात्तीहरू मान्छेहरूले र्याम्प वाक गरे जस्तै हो यो हात्तीहरूको नि मिस नेपाल हुनलाई भइसक्यो र हात्तीको दौड के भन्छ फुटबल सौन्दर्य प्रतियोगिता कम्पिटिसन र्याम्प वाक जस्तो के मान्छेहरूले मिस नेपालहरूले गर्ने र्याम्प कता गयो जस्तै हात्तीहरूको र्याम्प वाक हो यो पुनम कलीको र्याम्प वाक है यो चाहिँ अहिलेसम्म नै हाम्रो कम्पिटिसन चलिरहेको छ यहाँ सुन्दरता कम्पिटिसन अहिले त्यो चम्पाकलीको र्याम्प वाक भइरहेछ अनि अब यस्तो मान्छेहरू यति धेरै छ त कस्तो राम्रो अनि यो चाहिँ हाम्रो नेपालको झन्डा यो चाहिँ चम्पाकलीको के भन्छ त्यसलाई स्किल्सको प्रदर्शनी भइरहेछ है यहाँ बलसल उडाउने लट्ठी दिने यही अनुसारले रिजल्ट हुन्छ अहिले पछि यो चाहिँ चम्पाकली होइन अनि ऊ चाहिँ अब आफ्नो उसको एक्टिभिटीहरू देखाएर ऊ अब आफ्नो स्थानमा जाँदैछ यता नै आउँछ क्या हो पूजाकली त्यो त कति वर्षको भन्दा नि भयो कस्तो मजाले टुइङ पूजाकली चाहिँ 41 वर्षको भयो अरे नङमा हेर्नु साथीहरू यस्तो नेल पोलिस पनि लगाइदिए यस्तो राम्रो दिस इज पूजाकली पुनमकली चम्पाकली रुद्रकलीलाई चाहिँ कथार लाग्यो उनीहरू दुईजना चाहिँ उनीहरूको आफ्नो प्रस्तुति देखाएर आइसक्यो अब उसको पाली उसको नाम चाहिँ थाहा छैन उसको HSJ रहेछ के कली हो चाहिँ थाहा छैन उसको चाहिँ प्रस्तुति दिन गइरहेको छ र्याम्प वक हो यो चाहिँ दिस इज र्याम्प वक समृद्धि कली हात्ती रे अनि यस्तो हुन्छ है उनीहरूको पर्फर्मेन्स एक्टिभिटिज चाहिँ अनि यसरी ट्याग गर्ने 26 वर्ष भइसक्यो ए मै जत्रा रहेछ कुन चाहिँ रहेछ है उ त्यो के सेम प्रदर्शन दियो एक्टिभिटिजहरू अनि त्यसपछि अब उनीहरूको रिजल्ट हुन्छ अब एकछिनपछि अनि त्यस्तै हो साथीहरू चाहिँ यस्तो भइरहेछ है यो चाहिँ र्याम्प वक हो अनि यस्तो राम्रो भइरहेछ एकदम रमाइलो लागिरहेछ है हामीलाई चाहिँ हात्ती दौड्ने यस्तो रमाइलो हुन्छ भन्ने वी डिडन्ट एक्सपेक्ट दिस यहाँ चाहिँ यस्तो टिकटक सिकटक पनि बनिरहेको छ यो नानी कस्तो मजाले उफ्रेर नाचिरह यस्तै नाच्न मलाई आयो भने कस्तो हुन्थ्यो होला अनि यहाँ सबैजना बदम खाएर घाम तापेर भन्न नमिल्ने घाम लागेको छैन आज अनि त्यसपछि म चाहिँ यहाँ छु म चाहिँ एक्लै हेर्न हो पाकिरहेको छ अनि यहाँ यी पकौडा यहाँ मोमो यस्तो छ सबै बजार दिनुहोस् अनि यहाँ चाहिँ यस्तो लुगा पसलहरू सबै थोकको पसल छ कलीलाई यहाँ चाहिँ यस्तो हात्तीहरूलाई गिफ्ट दिने चलन पैसा दिने खानेकुराहरू खुवाउने भइरहेको छ बदाम दिस इज पानी यसरी बदाम र पानी खाँदै हात्तीलाई हेर्दै अवस्था यो चाहिँ हाम्रो हात्ती यो चाहिँ प्रदर्शनको लागि ल्याएको हात्तीहरू मान्छेहरूले यस्तो विधि कति धेरै हात्ती मेरे साथी फिल्म सुटिङ हो कि के हो यो हामीलाई
हेर्दा चाहिँ कुस्ती हुन लागिरहेको जस्तो लागिरह तर के हो वी डोन्ट नो यसो तोर पे हेर्नु चाहिँ बेडसिट ब्ल्याङ्केट्स पिलो म्याट्रेस यस्तो यस्तो पनि छ रहेछ अनि यहाँ यस्तो बेड पनि छ यतिको गु पनि हेर्नु पऱ्यो साथीहरू यहाँ के हुँदो रहेछ मिठा 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 मिठाईहरू पनि पाउँदो रहेछ यहाँ चाहिँ अगेन साथीहरू हात्तीको हेल्थ चेकअप भइरहेको अरे यहाँ एकदम हेल्थ चेकअप पनि हुँदो रहेछ होइन हात्तीको अनि अघिको ऱ्याम्प वकको रिजल्ट भइसक्यो जस्तो लागिरहेछ तर विजेताको हुनुभयो विडान्नु कविता भन्दैछ है आमाको बारेमा तिर्खा टक्कडिन्छ ग्रीष्म वनमा आमा बगेको जल बर्खा माग्दछ मेघ झमझमझरी आमा तिमी बादल यस्तो हात्तीको सवारी पनि हुँदा ओ नो घोडा सवारी यस्तो पनि हुँदो रहेछ अनि ओ माई गॉड मान्छे 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 कति हो कति हो कति हो कति हो भिडको त तपाईँहरू कुरै गर्न सक्दैन यहाँ खानेकुरा फेरि जे खायो नि त्यही छ रहेछ है साथीहरू म चाहिँ हिँड्या छु यस्तो बेसी भिडभाडमा म यसरी हिँडिरहेको छु मजाले सुतिया है मान्छेहरू त क्या मजाले यहाँ चाहिँ पैसा दिने खानेकुरा दिने कार्यक्रम भइरहेको छ साथीहरू सुन्तला दिइरहेछ मा चाहिँ यो पुनमकली भन्ने हात्ती चाहिँ फर्स्ट भएको रहेछ है अनि त्यही भएर उसलाई चाहिँ यस्तो दौसल्ला ओढाइदिएर नेपालको झन्डा लगाइदिएर यो चाहिँ फर्स्ट भएको रहेछ तर प्राइज चाहिँ कति पायो चाहिँ थाहा भएन यो चाहिँ पुनमकली ऊ चाहिँ आजको दौडको विनर विनर हात्तीको पेनाल्टी सुट आउट भइरहेको है तर म चाहिँ यहाँ यस्तो भिडभाड भएर केही पनि देखेको छैन अनि किपर पनि हात्ती नै हुँदो रहेछ गोलकिपर अनि अब घन्टी बज्यो अब पेनाल्टी सुट आउट हुन्छ अनि गोलकिपर पनि यति राम्री बन्छ दिदी है त पछाडि हट्नुहोस् पछाडि हट्नुहोस् भनेको छु फेरि अब यहाँ पूजाकलीले ट्याक्क लाएर गोल हान्यो यसलाई मनै लगाइन रहेछ क्या अनि गोलकिपर यता खेलाडी यता यति हेर्दै मेरो ब्लग एन्ड हुन्छ यहीँ अब हामी घर जान्छौँ बाई 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 बाई